दिनको सुरुवात हुन्छ कफीबाट। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। र म चाहिँ यहाँ ठुलो फेदीमा छु। यात्रामा निस्किसकेपछि यतिको चाहिँ हुनु पऱ्यो है। सो अहिले हामी चाहिँ पाछेर मन्दिर जाँदैछौँ। छिएर जाउँ पुण्यकोमा। कस्तो दामी क्याप्सन लाग्छ। क्याप्सन भन्छ त्यसलाई के भन्छ। भिडियोहरू यति धेरै बनाउनु मन लाग्छ, छैन क्यामेरा क्वालिटी, स्टुडेन्ट लेभल 0 भिडियो बनाउँदाखेरि रह्यो पछाडि। अहिले चाहिँ यता कलाएर हामी मन्दिर आइपुगिसकेको छौँ। वाउ, वाट अ ब्युटिफुल भ्यू। दाइ मेरो हल्का मिनी भ्लगलाई के भन्न चाहनुहुन्छ? नमस्ते भन्न चाहन्छु। भाइको यो ब्लगलाई चाहिँ सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। फलो गर्नुभएको छैन भने फलो गरिदिनुहोस् सबैजनाले। ल फाइनली हामी चाहिँ मन्दिर आइपुगिसकेका छौँ। दामी देखिएको छ क्या यो बादल। कृपया मन्दिरभित्र धुपबाती आगोजन्य पदार्थ नलगाइदिनु। त्रिशूल गाड्ने ठाउँ। त्रासा सपला सन्तो पूर्ण सन्तो मनोरथम शत्रुणाम्बुदिना शश्च मित्राणामुदयस्तव पार्थिवरा दिव्यै नमो नमः। 100 वर्ष पुरानो घन्टा। मेरो मिनी भ्लगमा स्वागत छ है। नमस्ते।